सम्पूर्ण साथीहरूलाई आजको यस भिडियोमा स्वागत छ। आज चाहिँ हामी चाहिँ अमिन तथा सर्वेक्षकको लोकसेवा तयारी गर्नुभएका साथीहरूको लागि चाहिँ पाठ्यक्रममा आधारित भएर स्केल अथवा माननापको बारेमा चाहिँ अध्ययन गर्न गइरहेका छौँ। अब हामीले चाहिँ स्केल अथवा माननाप हामी नक्सामा चाहिँ माननाप हुन्छ भन्छौँ, तर माननाप भनेको चाहिँ के हो भन्दाखेरि बुझ्नुभन्दा अगाडि चाहिँ हामीले चाहिँ नक्साको बारेमा पनि जानकारी लिन चाहिँ जरुरी छ। अब नक्सा भनेको चाहिँ के हो भन्दाखेरि पृथ्वीको सतह वा कुनै निश्चित क्षेत्रका मानव निर्मित तथा प्राकृतिक विषयवस्तुलाई अथवा डिटेल्स भन्छ हामीलाई सेलेक्ट र जेनरलाइज गरेर सङ्केतको माध्यमबाट प्लेन कागजमा उतारिएको चित्रलाई नक्सा भन्छौँ हामी चाहिँ। जस्तो हाम्रो वरिपरि रहेका घर जग्गा जमिन हुन्छन्, रोड कुलो खोला नालाहरूलाई चाहिँ एउटा कागजमा जब हामी उतार्छौँ त्यो उतारिएको चित्रलाई चाहिँ हामी के भन्छौँ? नक्सा भन्छौँ। अब जमिनको आकार जत्रो नक्सा बनाउन सम्भव नहुने भएकाले हाम्रो डिटेलहरूलाई चाहिँ नक्सामा रिड्युस गरेर सानो बनाएर चाहिँ प्लट गरिएको हुन्छ। यो भन्नको चाहिँ के भन्दाखेरि जस्तो हाम्रो ग्राउन्ड त 100, 200, 400, 500 जति पनि मिटर हुन्छ त जति पनि किलोमिटर हुन्छ कि ठुलो हुन्छ जमिन चाहिँ। अब जस्तो यहीमा पनि हेरौँ, यो हाम्रो चाहिँ एउटा मैले फिगर देखाएको छ, यसमा यो एक्स र यो वाई भन्ने चाहिँ यो दुईवटा डिटेल छन्। यो डिटेल बिचको दूरी चाहिँ 100 मिटर छ। जमिनको दूरी चाहिँ कति छ भन्दाखेरि 100 मिटर छ। अब यो 100 मिटरको दूरीलाई चाहिँ अब हामीले पनि यो जमिन जत्रै नक्सा बनाउन त सकिँदैन, 100 मिटरको नक्सा बनाउन त सकिँदैन, त्यत्रो हामीसित कागज पनि हुन्न र सम्भव पनि हुँदैन त्यत्रो नक्सा बनाउन। त्यही भएर चाहिँ अब हामीले के गर्छौँ भन्दाखेरि चाहिँ यो अब यो 100 मिटरलाई चाहिँ अब नक्सा चाहिँ हाम्रो एउटा प्लेन कागजमा उतार्नुपर्ने हुन्छ। त्यही भएर त्यो जुन 100 मिटर हुन्छ त्यसलाई चाहिँ नक्सामा चाहिँ अब हामी सानो रूपमा देखाउँछौँ क्या। जमिनको त्यो 100 मिटर जुन छ यो चाहिँ हामीले के गर्छौँ भन्दाखेरि नक्सामा चाहिँ केही यसलाई चाहिँ घटाएर केही गुणाले चाहिँ त्यसलाई सानो बनाएर चाहिँ हामी चाहिँ कम्प्रेस भनौँ न अथवा हामी चाहिँ त्यसलाई चाहिँ जमिनको दूरीलाई चाहिँ हामी चाहिँ घटाएर चाहिँ अब त्यो जमिनको दूरी चाहिँ 100 मिटर भयो। अब 100 मिटरै प्लट गर्न नसकिनु पऱ्यो, जमिन नक्सामा चाहिँ त्यसलाई चाहिँ के गर्नुपर्छ, रेड्युस गरेर चाहिँ सानो बनाएर चाहिँ प्लट गर्नुपर्ने हुन्छ, जसले गर्दाखेरि हाम्रो नक्सामा चाहिँ सानो नक्सामा धेरै डिटेलहरू अटाउँछन् हैन। अब हो त्यसै अब कति गुणा चाहिँ हामीले चाहिँ सानो बनाउने कुनै पनि डिटेल छ, जस्तो यो एक्स वाई छ, यहाँ चाहिँ 100 मिटर छ फिल्डमा। अब हाम्रो नक्सामा चाहिँ 100 मिटर त बनाउन सकिन्न। अब यसलाई 1 सेमी बनाउने कि अथवा 2 सेमी बनाउने कि अथवा 1 mm बनाउने कि अथवा 1 इन्च बनाउने कि कति बनाउने भन्ने कुरो जुन त्यो कति गुणाले चाहिँ त्यसलाई सानो बनाउने भन्ने कुरो छ, हो त्यो गुणा भनेकै हाम्रो के हो, स्केल हो क्या। जस्तो अब जुन हाम्रो डिटेलहरूको जमिनको दूरी हुन्छ र तिनीहरूको नक्साको दूरी बिच जमिनमा मानौँ 100 मिटर छ, अनि मानौँ तिनीहरूको नक्साको चाहिँ कति छ भन्दाखेरि हाम्रो चाहिँ मानौँ 1 सेन्टिमिटर छ है। जमिनको दूरी 100 मिटर छ, ती दुईवटा पोइन्ट बिचको नक्साको दूरी चाहिँ 1 सेन्टिमिटर छ भनेपछि यो बिच चाहिँ केही न केही सम्बन्ध चाहिँ छ यहाँ, हो त्यो जुन सम्बन्ध हुन्छ वा अथवा यिनीहरूको अनुपात हुन्छ। जस्तो 1 सेमी यो छ, 1 सेमी अथवा अपन यो कति छ 100 मिटर छ। अब यो मिटरलाई सेन्टिमिटरमा लियौँ, फेरि 100ले मल्टिप्लाई गऱ्यो भनेपछि 1 अपन कति आयो, 10,000 आयो। हो यो जुन यो अनुपात छ अथवा यो जुन यो सम्बन्ध छ यही अनुपात अथवा सम्बन्धलाई चाहिँ हामीले के भन्छौँ, माननाप अथवा स्केल भन्न सक्छौँ। अब समग्रमा चाहिँ हामीले चाहिँ के बुझ्नुपर्ने हो भन्दाखेरि चाहिँ नक्सामा रहेका दुई बिन्दुहरू, जस्तो यो हाम्रो नक्सा छ, यो ए भन्ने बिन्दु छ, यो बी भन्ने बिन्दु छ, यो दुई बिन्दुहरू नक्सामा रहेका दुई बिन्दुहरू बिचको दूरी मानौँ 1 cm र सोही दुई बिन्दु बिचको जमिनको दूरीको अनुपातलाई चाहिँ हामी के भन्छौँ, नक्साको माननाप अथवा स्केल भन्छौँ। अब जुन यो हाम्रो एबी भन्ने पोइन्ट छ यसको दूरी चाहिँ नक्सामा 1 सेन्टिमिटर छ। अब मानौँ फिल्डमा गएर यो चाहिँ कति छ, 100 मिटर रहेछ भनेपछि अब यसको अनुपात निकाल्दाखेरि हामीले कति आएको थियो कि 1:10,000 आएको थियो। जुन हो यो जुन अनुपात छ अथवा यो जुन सम्बन्ध छ यसलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि स्केल भन्छौँ अथवा माननाप भन्छौँ। अब जस्तै 1:500 भन्यौँ हामीले, त्यस्तै 1 सेन्टिमिटर बराबर 10 मिटर भन्यौँ इत्यादि। यो चाहिँ हाम्रो के हुन्, स्केलका हामी चाहिँ जनाउँछौँ, यसरी चाहिँ स्केल हामी जनाउँछौँ। जस्तो यसमा के आयो 1:10,000 भन्ने आयो। जस्तै अब 1 सेन्टिमिटरलाई कोही फिल्डको जमिनको 5 मिटर अब्जेक्टलाई चाहिँ हामीले चाहिँ 1 सेन्टिमिटर प्लट गऱ्यौँ भनेपछि त्यो कति भयो, 1 सेन्टिमिटर बराबर 5 मिटर। त्यो के भयो, त्यो नक्साको स्केल भयो, यो भनेको स्केल भयो।
अब स्केल भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो नक्सामा रहेका दुईटा बिन्दु र सोही ती दुईटा बिन्दुको जमिनको दूरीको अनुपात जुन हुन्छ त्यसलाई चाहिँ हामी के भन्छौँ, स्केल भन्छौँ। अब स्केलको चाहिँ सूत्र के हो त भन्दाखेरि म्यापको दूरी, हाम्रो म्याप डिस्टेन्स र ग्राउन्ड डिस्टेन्सको चाहिँ अनुपात हुन्छ, जुन म्याप डिस्टेन्स भनेको एमडी अपन जिडी भनेको के हो, स्केल हो। र अर्को तरिकाबाट के गर्न सक्छ भन्दाखेरि स्केल स्क्वायर बराबर म्याप एरिया अपन ग्राउन्ड एरिया। अब यो पनि हाम्रो के हो, स्केलकै फर्मुला हो। यसरी चाहिँ हामी चाहिँ के गर्न सक्छौँ भन्दाखेरि स्केल चाहिँ निकाल्न सक्छौँ, कति छ भन्ने कुरा नक्साको स्केल चाहिँ थाहा पाउन चाहिँ सक्छौँ। त्यस्तै अब स्केलको चाहिँ प्रकारहरू चाहिँ के छन् भन्दाखेरि स्केलले चाहिँ अब हामी के कसरी जनाइन्छ, स्केल चाहिँ अब नक्साको स्केल जनाउने प्रकारहरू चाहिँ के छन् त भन्दाखेरि चाहिँ हाम्रो यहाँ चाहिँ अब दुई प्रकारको चाहिँ हाम्रो छन्। एउटा चाहिँ हाम्रो छ न्युमेरिकल स्केल छ भने अर्को ग्राफिकल स्केल छ। अब आज चाहिँ हामी चाहिँ न्युमेरिकल स्केलको बारेमा चाहिँ अलिकति बढी अध्ययन गरेर चाहिँ यसको अलिअलि हिसाबहरू गर्नेछौँ। अर्को दिन चाहिँ हामी चाहिँ ग्राफिकल स्केलको बारेमा पढ्नेछौँ। अब न्युमेरिकल स्केलको बारेमा अध्ययन गर्दाखेरि चाहिँ अब जुन हामीले यदि नक्सामा चाहिँ स्केल जनाउँदा चित्र वा रेखा नभई नम्बर वा डिजिट्सको माध्यमबाट जनाइन्छ भने त्यस्तो प्रकारको स्केललाई चाहिँ के भन्छौँ हामी, न्युमेरिकल स्केल भन्छौँ। अर्थात् नम्बर्सले अथवा डिजिट्सले जनाउने यो न्युमेरिकल, अर्थात् यसमा के छ हामी नम्बरले चाहिँ त्यो नक्साको स्केललाई जनाउँछौँ। अब यो भनेको के हो भन्दाखेरि चाहिँ अनि हाम्रो न्युमेरिकल स्केल हो। जस्तै 1:500, त्यस्तै 1 सेमी बराबर 10 मिटर इत्यादि। यो भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो न्युमेरिकल स्केल हो कि, जसमा चाहिँ हामी चाहिँ नम्बरहरू भ्यालु के हाम्रो केही सङ्ख्याले चाहिँ हामी चाहिँ नक्साको स्केल जनाउँछौँ। अब हामी चाहिँ न्युमेरिकल स्केललाई पनि दुई प्रकारले विभाजन गर्न सकिन्छ। अब त्यो चाहिँ के हो त भन्दाखेरि एउटा चाहिँ स्टेटमेन्ट अफ स्केल अथवा इन्जिनियर स्केल, र अर्को चाहिँ के भनेको के हो भन्दाखेरि आरएफ अथवा रिप्रेजेन्टेटिभ फ्र्याक्सन। अब यो दुईवटा बारेमा अझै अध्ययन गर्दाखेरि यो स्टेटमेन्ट अफ स्केल अथवा इन्जिनियर स्केल भनेको चाहिँ के हो त, कस्तो स्केल हो भन्दाखेरि चाहिँ यसमा के हुन्छ भन्दाखेरि यस स्केलमा नक्साको र जमिनको दूरीको एकाइ लेखिएको हुन्छ। जस्तो हामी डिजिट लेख्छौँ अथवा नम्बर केही चाहिँ हाम्रो त्यो अङ्कहरू अथवा लेखेर चाहिँ हामीले चाहिँ जनाउँदै स्केललाई जनाउने भयौँ। यसरी चाहिँ हामीले केही सङ्ख्या लेखेर, तर त्यो सङ्ख्या लेख्दा पनि हामीले त्यसको पछाडि के उल्लेख गरेका हुन्छौँ भन्दाखेरि चाहिँ एकाइ उल्लेख गरेका हुन्छौँ। जस्तो जमिनको दूरी कति, नक्साको दूरी कति, यति बराबर यति भनेर चाहिँ हामीले के गरेका हुन्छौँ, उल्लेख गरेका हुन्छौँ। अब नक्साको सानो एकाइको दूरी बराबर जमिनको हुने ठुलो एकाइको दूरीको समीकरणका रूपमा जनाइन्छ। जस्तो नक्सामा 1 सेन्टिमिटर छ, अब फिल्डमा चाहिँ कति मिटर हो त अथवा कति किलोमिटर हो त, जस्तो 1 मिटर हुन्छ अथवा 2 मिटर हुन्छ अथवा 1 किलोमिटर हुनसक्छ हो। यसरी चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ हामीले यसरी तपाईँको यदि यसरी एकाइ समेत उल्लेख गरेर चाहिँ न्युमेरिकल भ्यालु अथवा नम्बरमा चाहिँ सङ्ख्यात्मक भ्यालु चाहिँ जनाइन्छ, जसमा चाहिँ युनिट अथवा एकाइ, यो सेन्टिमिटर, मिटर, इन्च, फिट जे हुनसक्छ। यसरी एकाइ समेत उल्लेख भएको स्केल छ भने त्यसलाई हामी कस्तो स्केल भन्छौँ, यसलाई समीकरणको रूपमा जनाइने भन्छौँ। यस भनेको स्टेटमेन्ट अफ स्केल अथवा यसलाई चाहिँ हामी अर्को के भन्छौँ, इन्जिनियर स्केल पनि भन्छौँ। यो चाहिँ हाम्रो के हो, न्युमेरिकल स्केल हो। न्युमेरिकल अन्तर्गत चाहिँ यो स्टेटमेन्ट अफ स्केल, जसलाई हामी के गर्छौँ भन्दाखेरि चाहिँ सङ्ख्यात्मक भ्यालुले त जनाउँछौँ, तर सङ्ख्यात्मक भ्यालुको सँगसँगै हामी के गर्छौँ भन्दा त्यहाँ युनिट अथवा एकाइ पनि चाहिँ समावेश गरेको हुन्छौँ। जस्तै 1 इन्च बराबर 200 फिट भने मैले, त्यस्तै 1 सेमी बराबर 1 किमी भने। अब यसमा चाहिँ यो 1 इन्च भनेको कहाँको दूरी हो भन्दाखेरि चाहिँ नक्साको दूरी हो। अब त्यो बराबर जमिनको कति हो, 200 फिट हो। त्यस्तै 1 सेन्टिमिटर यो नक्साको हो। अब यो नक्साको 1 सेन्टिमिटर बराबर जमिनको चाहिँ कति हो भन्दाखेरि 1 किमी हो। यो जुन यो दूरी यसरी चाहिँ हामी चाहिँ तपाईँको उल्लेख गर्दाखेरि चाहिँ स्केल उल्लेख गर्दाखेरि चाहिँ नक्साको यति बराबर जमिनको यति भन्छौँ। यसरी हामीले स्केललाई जनायौँ भने यो चाहिँ के हुन्छ, स्टेटमेन्ट अफ स्केल अथवा इन्जिनियर स्केल पनि भनिन्छ यसलाई, यो चाहिँ हुन्छ। अब त्यस्तै दोस्रो रहेको छ रिप्रेजेन्टेटिभ फ्र्याक्सन। अब रिप्रेजेन्टेटिभ फ्र्याक्सन भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ यसमा चाहिँ के हुन्छ भन्दाखेरि स्केलमा नक्साको एक एकाइ दूरी बराबर सोही एकाइमा जमिनको दूरी कति छ भन्ने सम्बन्ध चाहिँ अनुपातको रूपमा देखाइन्छ भने। यसमा चाहिँ के हुन्छ, अघि चाहिँ हाम्रो चाहिँ दूरी चाहिँ सानो ठुलो दूरी एकाइ देखाइन्थ्यो, जस्तो यहाँ सेन्टिमिटर छ, यहाँ मिटर छ, इन्च छ, फिट छ, हो त्यसरी चाहिँ देखाइन्थ्यो भने चाहिँ यहाँ के छ भन्दाखेरि चाहिँ एक एकाइ जति नक्साको दूरी छ सोही एकाइ चाहिँ जमिनको दूरी कति हुन्छ भन्ने आधारले चाहिँ यसमा देखाइएको हुन्छ। अब यसलाई चाहिँ के भन्छ हामी, युनिटलेस स्केल पनि भनिन्छ यसलाई चाहिँ। त्यसकारण अब यसलाई युनिटलेस भनिन्छ। युनिटलेस भनेको अर्थात् त्यहाँ पनि कुनै पनि युनिट छैन। जस्तै यसको उदाहरणमा चाहिँ हेर्न सक्छौँ 1:500। 1:500 गरिसके पछाडि चाहिँ
अब के भयो त 1:500 भन्दाखेरि चाहिँ अब के हो भन्दाखेरि यो 1 भनेको चाहिँ कताको भन्दाखेरि नक्साको हो। यो अनि 500 भनेको कति हो जमिनको हो। अब यसको युनिट के हो त भन्दाखेरि यो चाहिँ आरएफमा चाहिँ के हुन्छ भन्दाखेरि यो युनिटलेस हो। त्यही भएर चाहिँ हामी चाहिँ जुनसुकै यता राख्न सक्छौँ। जस्तो यता अगाडि चाहिँ सिएम राख्यौँ भने यता पनि सिएम राख्ने, मिटर राख्यौँ भने मिटर राख्ने, एमएम राख्यौँ भने यता पनि एमएम राख्ने, यसरी चाहिँ हामीले चाहिँ जुनसुकै युनिट राखेर प्रयोग गर्न सक्छौँ। यसले यो युनिटलेस भोकल चाहिँ के गरिन्छ भन्दाखेरि त्यस कारण चाहिँ कुनै पनि व्यक्तिले आफूलाई सजिलो लाग्ने वा प्रयोग गर्दै आएको जुनसुकै दूरीको एकाइ प्रयोग गरेर नक्साको अध्ययन गर्न सक्छ। जस्तो कसैलाई फिट र मिटर नाप्ने, फिट र इन्च नाप्ने बानी परेको होला अथवा त्यसमा सहज हुने होला, कसैलाई मिटरको होला, कसैलाई सेन्टिमिटरको, कसैलाई एमएमको, कसैलाई माइलको होला। हो यसरी चाहिँ हामी चाहिँ कसैलाई किलोमिटरको होला। यसरी चाहिँ मान्छेले चाहिँ आफूलाई जे सजिलो लाग्छ, आफू जेमा बानी परेको छ त्यो अनुसार चाहिँ के गर्न सकिने हो भन्दाखेरि त्यो नक्साको चाहिँ हामीले अध्ययन गर्न चाहिँ सक्छौँ। यसमा चाहिँ यो स्केलमा चाहिँ अनुपातको अंश अथवा न्युमेरेटर भन्छौँ। यसलाई चाहिँ सधैँ कति राखिन्छ 1 राखिन्छ। जुन हामी अंश भनेको माथिको भागलाई भन्छौँ, त्यसलाई अंश भन्छौँ। त्यसलाई चाहिँ जहिले पनि के राखिन्छ 1 राखिन्छ। र हर अथवा डिनोमिनेटर भन्छौँ, त्यसलाई चाहिँ हामी के राख्छौँ भन्दाखेरि चाहिँ नक्साको उद्देश्य अनुसार चाहिँ अब बदलिन्छ। चाहिँ अब कम बढी कति राख्नुपर्ने हो, जस्तै 1:500, 1:1250, त्यस्तै 1:2500। अब यसमा चाहिँ 1:2500 भन्दाखेरि यसलाई चाहिँ माथि अंशलाई चाहिँ जहिले पनि 1 राखिन्छ। अब हरलाई चाहिँ हामीले 2500 हाम्रो नक्साको अथवा हाम्रो के उद्देश्यको लागि हामीले नक्सा बनाएको त्यसको उद्देश्य अनुसार चाहिँ के हुन्छ भने फेरबदल हुन्छ। अब हरले अंशलाई भाग गर्दा भनेको यो हाम्रो यो हरले तलको जुन यो डिनोमिनेटर छ यसले चाहिँ हाम्रो न्युमेरेटर माथिको अंशलाई भाग गर्दा, जस्तो 1/2500 छ, अर्को 1/500 छ। अब यसरी भाग गर्दा सङ्ख्या जति ठुलो हुँदै गयो नक्साको माननाप त्यति नै ठुलो हुन्छ भने जति सानो हुँदै गयो त्यति नै सानो माननापको नक्सा बन्छ। जस्तो 1:500 छ, यसलाई 500लाई चाहिँ एकलाई हामीले 500ले भाग गऱ्यौँ भनेपछि कुनै 0. कति आउला। त्यस्तै 2500ले भाग गर्दा पनि 0. कति आउला। तर यो दुइटामध्ये ठुलो भ्यालु केमा आउँछ भन्दाखेरि यसमा आउँछ, किनकि एकलाई 500ले गुणा मात्रै लाउनु पर्ने छ। 500 गुणा लाएर 1 गुणा कति हुन्छ। अब यसमा चाहिँ एउटालाई चाहिँ 2500 गुणा लाएर त्यसको 1 युनिट एउटा चाहिँ कति हुन्छ भनेर हेर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ यसरी हामी चाहिँ अब यो दुइटामध्ये ठुलो स्केल कुन हो भन्दाखेरि कसरी चिन्ने भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो त्यो हरले अंशलाई भाग गर्ने अनि जुनको भ्यालु ठुलो आयो त्यो गर्ने। जस्तो 1लाई 500 र 2500ले भाग गर्दाखेरि ठुलो भ्यालु चाहिँ कुनबाट आउँछ भन्दाखेरि 500ले गर्दाखेरि आउला ठुलो भ्यालु 2500को भन्दा। त्यही भएर यो चाहिँ हाम्रो के हो लार्ज स्केल अथवा ठुलो माननापको नक्सा हो। त्यस्तै अब 1:1 एउटा 500 छ, अर्को 1:2500 छ। यो दुइटा मध्ये भाग गर्दाखेरि सानो कुनमा भ्यालु आउँछ भन्दाखेरि यो दोस्रोवालामा आउँछ 1:2500 मा आउँछ। हो यो भनेको के हो भन्दाखेरि हाम्रो सानो स्केलको नक्सा हो। अब जस्तै यसमा हामीले भनेका छौँ 1:500 भन्दा 1:2500 को माननाप सानो हो। किन भन्दाखेरि 1लाई 500 र 2500ले क्रमशः भाग गर्दा चाहिँ 2500ले भाग गरेको मान सानो आउँछ। यसले भाग गरेको मान के आउँछ सानो आउँछ। त्यही भएर यसलाई हामी चाहिँ के हो भन्दाखेरि चाहिँ हामी चाहिँ नक्साको माननाप यो सानो माननाप हो भने थाहा पायौँ। अब यसरी चाहिँ हामी सानो हो कि ठुलो भनेर चाहिँ थाहा पाउन सक्यौँ। अर्थात् अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ अब अथवा जमिनको त्यही वस्तु एउटा नक्सामा ठुलो छ भने त्यो ठुलो माननापको नक्सा हो र अर्कोमा सानो देखिएको छ भने त्यो सानो माननापको नक्सा। अर्को चाहिँ हामीलाई चाहिँ कसरी थाहा पाउन सक्छौँ ठुलो माननाप सानो माननाप भन्दाखेरि चाहिँ जस्तो एउटा यो पोखरी छ, एउटा हामीले नक्सामा यसरी पोखरी जनाएको थियौँ र अर्को यो त्यही पोखरी हो। यो त्यही पोखरीलाई हामीले यसरी जनायौँ भनेपछि चाहिँ अब दुइटामध्ये पोखरी ठुलो कुनमा छ यसमा छ र यसमा के छ सानो पोखरी छ भन्दाखेरि चाहिँ अब यो दुईटा नक्सामा एउटै पोखरीलाई हामीले यसरी दुईटा सानो र ठुलो जनायो भने जुनमा ठुलो पोखरी बनेको छ त्यो के हो ठुलो माननाप नक्सा। अर्थात् यो भन्दा मानौँ यो यदि 500 को हो भने यो 500 भन्दा चाहिँ सानो हो। अर्थात् यो हुनसक्छ 1000 हुनसक्छ अथवा 1200 हुनसक्छ। यसरी चाहिँ हाम्रो के हो भन्दाखेरि सानो र ठुलो हामीले पत्ता लगाउन सक्छौँ। के हुन्छ भन्दाखेरि 1:500 यो भन्नु अर्थ के भन्दाखेरि जमिनको 500 युनिटलाई चाहिँ नक्साको कति बनाएको त्यसलाई चाहिँ हामीले जमिनको 500 युनिटलाई नक्साको चाहिँ 1 युनिट बनाएको हो। त्यस्तै यसमा चाहिँ के हुन्छ भन्दाखेरि जमिनको 1000 युनिटलाई 1 युनिट बनाएको। अर्थात् यसलाई चाहिँ 500 को युनिटलाई चाहिँ 1 युनिट बनायो, यसमा चाहिँ 1000लाई 1 युनिट बनायो। अर्थात् चाहिँ बढी चाहिँ सानो कुनमा बनाएको छ भन्दाखेरि यसमा बनाएको छ यसमा। त्यही भएर कुनै पनि डिटेल चाहिँ सानो माननापको नक्सामा चाहिँ झन् सानो हुँदै जान्छ। यदि नक्साको डिटेलहरू जति हाम्रो लार्ज स्केलको अथवा ठुलो माननापको नक्सा बन्दै गयो त्यति नै हाम्रो डिटेलहरू के हुन्छन् ठुलो देखिँदै जान्छन् नक्सामा चाहिँ। रियल फिल्डमा चाहिँ त्यति नै हो, जति फिल्डमा साइज त्यति नै हुने हो। तर नक्सामा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यति ठुलो अथवा सानो देखिँदै जान्छन् भनेर चाहिँ अब हामीलाई यो भनेको आरएफको बारेमा हामीले अध्ययन गऱ्यौँ।
अब हामी चाहिँ के गर्छौँ भन्दाखेरि यो स्टेटमेन्ट अफ स्केलदेखि चाहिँ आरएफमा चाहिँ कन्भर्ट कसरी गर्ने हैन, यो भन्ने कुरा चाहिँ हामी एकछिन चाहिँ हिसाब गरौँ। जस्तो यो हामीले दिएको भनेको चाहिँ के छ भन्दाखेरि 1 सेन्टिमिटर बराबर 5 मिटर भन्ने यो हिसाब दिएका छौँ। अब यो भनेको चाहिँ के स्केल हो भन्दाखेरि हामीले के भन्यो भन्दाखेरि यदि एकाइ समेत उल्लेख गरेर यसरी दिएको छ जमिनको र नक्साको भनेपछि यो भनेको कुन स्केल हो, स्टेटमेन्ट अफ स्केल, अथवा यसलाई के भन्छ हामी इन्जिनियर स्केल पनि भन्छौँ। अब यसलाई चाहिँ हामीले के गर्नु पऱ्यो, आरएफमा लिनु पऱ्यो अथवा युनिट लेसमा लिनु पऱ्यो। अब के गर्छौँ भन्दाखेरि 1 सेमी बराबर 5 मिटर छ। अब 1 सेमी बराबर 5 मिटर छ यो। अब यसलाई चाहिँ हामीले यसलाई पनि सेमीमै लियौँ भने इन्टु कति गर्नु पऱ्यो, 100 गर्दाखेरि अब यो केमा गयो, सेमीमा गयो, हो कि होइन। अब गइसके पछाडि यो 1 सेमी बराबर कति भयो, 500 सेमी भयो। सेमी सेमी काट्यो, बच्यो कति, 1/2 500। यो भनेको कति हो, 1/500 हो। यो भनेको हाम्रो अब के आयो, आरएफ रिप्रेजेन्टेटिभ फ्र्याक्सन चाहिँ आरएफ हाम्रो आयो। अब यो स्केल चाहिँ हामीले यसरी लिन सक्छौँ। त्यस्तै 1 सेमी बराबर 1 किमी छ। यो भनेको के छ भन्दाखेरि यो पनि के गर्ने, एउटा युनिटमा लिने, बराबर 1 किमी छ इन्टु किमीलाई पहिले मिटरमा लियौँ, 1000ले गुणा गरौँ। अब फेरि 100ले गुणा गऱ्यो भने केमा गयो, सेमीमा गयो। यसरी हो, ल यसरी गएपछि भनेपछि 1 सेमी बराबर कति भयो, 1 1 2 3 4 5 सेमी 1:1 2 3 4 5 यति बन्यो। 1 10 100 1000 10,000 लाख 1:10 लाखको स्केल बन्यो। यो हाम्रो के हो, केमा आयो, अब आरएफमा आयो। त्यस्तै अर्को छ 1 इन्च इक्वल्स टु 100 फिट अथवा 1 इन्च बराबर कति छ, 100 फिट छ। अब चाहिँ हामीले यो इन्च छ भने यसलाई पनि इन्चमा लिन सक्यौँ। 1 इन्च बराबर 100 इन्टु फिटलाई इन्चमा लिन के गर्ने भन्दाखेरि 12ले गुणा गर्ने, इन्च आयो। अब यो इन्चमा आयो, 1 इन्च बराबर 1200 इन्च भयो। अथवा यो कति आयो, 1:1200को स्केल आयो, जुन चाहिँ हाम्रो के हो, आरएफको स्केल हो। यसरी चाहिँ हामीले चाहिँ के गर्छौँ भन्दाखेरि स्टेटमेन्ट अफ स्केललाई चाहिँ रिप्रेजेन्टेटिभ फ्र्याक्सनहरू लिन सक्छौँ। अब त्यस्तै अर्को के छ भन्दाखेरि हाम्रो 1 सेमी बराबर 50 मिटर भन्ने छ। यो चाहिँ अब तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। यसमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि 1 सेमी जुन छ इक्वल्स टु, अब जुन 50 मिटर छ यसलाई हामी के गर्छौँ, सेमीमा लिन्छौँ, इन्टु 100 गर्नु पऱ्यो। फेरि अब आयो सेमीमा आयो। अब 1 सेमी बराबर कति भयो, 50, दुईवटा 0 फेरि सेमी आयो। अब 1 बराबर कति आयो, 5000 आयो। यो भने कति हो स्केल, 1:5000 को स्केल हो। अब यो चाहिँ के भयो, हाम्रो आरएफ स्केल युनिट लेस भयो। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि 1:5000 भनिसके पछाडि अब यसमा चाहिँ जुन युनिट हामीले थप्यौँ त्यही युनिट यसमा थपे पनि भयो। जस्तो यसमा हामीले चाहिँ सिएम थप्यौँ भने यता पनि सिएम थप्न सकियो, मिटर थप्यौँ भने मिटर थप्न सकियो। हामीले नापजोख गर्दाखेरि चाहिँ जे पनि गर्न सकियो। त्यस्तै अब हामी चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ अब म्याप मेजरमेन्ट र ग्राउन्डमा हाम्रो जुन म्याप र ग्राउन्डको मेजरमेन्ट हुन्छ यसलाई चाहिँ एकअर्कामा कसरी कन्भर्ट गर्ने, कसरी बदल्ने र यसको भाइस भर्सा के कसो छ भनेर चाहिँ हामी चाहिँ अहिले हिसाब गर्छौँ। जस्तै यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ नक्साको दूरी। अब यसमा चाहिँ हाम्रो के छ, नक्साको दूरी 3 सेमी छ र स्केल 1:500 छ भने त्यो दुईटा जुन हाम्रो लाइनको बिचको दूरी छ, यो जस्तो ए भन्ने पोइन्ट छ, यो बी भन्ने पोइन्ट छ, यसको नक्साको दूरी कति छ भन्दाखेरि 3 सेन्टिमिटर छ। र यसको हाम्रो जुन नक्सा छ यसको मानव कति हो भन्दाखेरि 1:500 भए। अब यो दुईटाको जमिनको दूरी चाहिँ कति होला भन्दाखेरि हामी कसरी निकाल्छौँ भन्दाखेरि चाहिँ अब हाम्रो फर्मुला के थियो स्केलको भन्दाखेरि स्केल बराबर म्याप डिस्टेन्स अपन ग्राउन्ड डिस्टेन्स अथवा जमिन नक्साको दूरी अपन जमिनको दूरी। अब स्केल कति छ भन्दाखेरि 1:500 छ स्केल हाम्रो, बराबर अब हाम्रो म्याप डिस्टेन्स भनेको कति छ भन्दाखेरि 3 सेन्टिमिटर छ, अपन जमिनको कति हो, जमिनको हामीलाई थाहा छैन, ग्राउन्डमा कति निकाल्नु पर्ने छ, त्यसलाई हामी कति मान्न सक्यौँ, x मान्न सक्यौँ। अब हामीले क्रस मल्टिप्लाई गरौँ, क्रस मल्टिप्लाई गर्ने बित्तिकै x इन्टु 1 x इक्वल्स टु 500 इन्टु 3 कति भयो, 1500 सेन्टिमिटर भयो। भयो कि भएन हो। यसरी भइसकेपछि चाहिँ अब हाम्रो के हो भन्दाखेरि त्यो x भनेको 1x हो। यसरी चाहिँ अब के हो भन्दाखेरि हाम्रो स्केल चाहिँ कति भन्दाखेरि 1:, सरी स्केल भन्छु, यो x बराबर हाम्रो 1500 सेन्टिमिटर आयो भन्दाखेरि चाहिँ अब x भनेको हाम्रो के हो, यो हाम्रो फिल्डको भ्यालु हो।
हामीले जुन थाहा छैन निकाल्नु पर्ने हो। भनेपछि यो फिल्डको भ्यालु बराबर कति आयो भन्दाखेरि 1500 सेन्टिमिटर हो, जसलाई अब हामीले मिटरमा लगाउँदाखेरि चाहिँ 100 ले भाग गर्न सक्यौँ। भनेपछि अब केमा आयो, यो मिटरमा आयो। x बराबर 15 मिटर चाहिँ के रहेछ हाम्रो जमिनको निकाल्न। यसरी हामीले जमिनको दूरी चाहिँ निकाल्न सक्यौँ। यसरी चाहिँ हामीले के गर्न सक्यौँ, नक्साबाट जमिनको दूरी निकाल्न सक्यौँ। के गर्ने त, जस्तो एउटा अर्को हिसाब गरौँ। अर्को हिसाब गर्दाखेरि हामीले नक्सा र जमिनको दूरी निकाल्दाखेरि एउटा गरौँ। जस्तो अर्को छ, नक्साको दूरी 1 सेमी छ हैन। अब स्केल कति छ भन्दाखेरि 1:1000 को छ। ल 1000 अब कसरी गर्ने त भन्दाखेरि चाहिँ अब कसरी गर्न सक्छौँ हामी चाहिँ, अब स्केल 1:1000 हो। स्केल इक्वल्स टु के छ, म्याप डिस्टेन्स अपन ग्राउन्ड डिस्टेन्स। म्याप डिस्टेन्स 1 सेन्टिमिटर अपन ग्राउन्डको x थाहा छैन हामीलाई, x बनाऊँ। x बराबर 1000 भन्यौँ, 1000 सेन्टिमिटर भयो। x भनेको अब कति हो, यसलाई चाहिँ 100 मिटरमा लिँदाखेरि 10 मिटर यसरी चाहिँ आयो। 1 सेन्टिमिटर 10 मिटर भयो। यो चाहिँ हाम्रो चाहिँ यसरी हामी निकाल्न सक्यौँ। त्यस्तै अब हामीले चाहिँ यो चाहिँ के गर्यौँ भन्दाखेरि चाहिँ नक्सा, अब हाम्रो नक्साको चाहिँ दूरी हामीलाई थाहा छ र स्केल पनि थाहा छ, र त्यसलाई चाहिँ हामीले के गर्यौँ, जमिनको दूरी निकाल्यौँ। त्यस्तै अब अर्को के गर्न सक्छौँ भन्दाखेरि, अब हामीलाई जस्तो जमिनको दूरी पनि थाहा छ हामीलाई, जस्तो कुनै दुईटा पोइन्ट अथवा बिन्दु बिच चाहिँ जमिनमा चाहिँ यति मिटर दूरी छ भन्ने चाहिँ हामीलाई थाहा छ। अब त्यसलाई चाहिँ हामीले के गर्नु पऱ्यो, नक्सा बनाउनु पऱ्यो अथवा नक्सामा प्लट गर्नु पऱ्यो। र त्यो नक्साको स्केल चाहिँ केही फिक्स्ड यति नक्साको स्केलमा चाहिँ बनाउँदाखेरि त्यो नक्सामा चाहिँ अब कति लामो बन्छ भन्ने चाहिँ हामी कसरी निकाल्छौँ भन्दाखेरि, जस्तो यो हिसाब हेरौँ। दुई बिन्दु बिचको जमिनको दूरी चाहिँ कति छ, 100 मिटर रहेछ। र स्केल चाहिँ हामीले कतिकोमा चाहिँ त्यसलाई प्लट गर्नुपर्ने भयो, नक्सा बनाउनु पर्ने हो भन्दाखेरि 1:2500 को स्केलमा चाहिँ त्यो दुईटा पोइन्टलाई चाहिँ प्लट गर्नुपर्ने भयो भने उक्त दूरीको नक्साको लम्बाइ कति होला भने, अब यसमा पनि हामीले के गर्ने, सिम्पली रूपमा स्केलको फर्मुला लाउने हैन। स्केल बराबर एमडी अपन जीडी, म्याप डिस्टेन्स अपन ग्राउन्ड डिस्टेन्स। स्केल कति हो, 1:2500 हो, बराबर म्याप डिस्टेन्स कति हो हामीलाई थाहा छैन। म्याप डिस्टेन्स अहिले चाहिँ थाहा छैन, किनकि 100 मिटर भनेको त जमिनको दूरी हो। x मान्यौँ अपन, अब जमिनको दूरी कति हो त भन्दाखेरि 100 मिटर हो भन्यो हैन। अब यस्तै गर्दाखेरि अब क्रस मल्टिप्लाई गरौँ, कति आयो भन्दाखेरि 100 मिटर बराबर 2500 x आयो, हो कि हैन। अब यसरी आइसके पछाडि अब 2500 x बराबर 100 मिटर। अब यसलाई चाहिँ हामी के गरौँ भन्दाखेरि नक्सामा अलिकति सानो युनिट आउँछ, त्यही भएर यसलाई हामी कन्भर्ट गर्न सक्यौँ। अब पछि गराउन नत्र। अब यो x यता छोडेर 100 अपन 2500 राख्यौँ भनेपछि 1/25 x बराबर 1/25 के हो, यो मिटर हो। 1/25 मिटर हो। अब यसलाई चाहिँ हामी क्यालकुलेट गर्दाखेरि आउँछ, नत्र हामीले के गर्न सक्यौँ, इन्टु सेन्टिमिटरमा लिँदाखेरि सिधै 100 ले गुणा गरिदिन सक्यौँ। 100 गुणा गर्दा 25 चौको 100, x बराबर कति आयो, 4 सेन्टिमिटर आयो। यसरी चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि कुनै पनि जमिनको दुईटा अथवा पोइन्ट बिचको दूरी अथवा कुनै पनि अब्जेक्टलाई प्लट गर्दाखेरि त्यसको जमिनको दूरी थाहा छ र हामीले यति स्केलको नक्सामा प्लट गर्नुपर्ने हो भन्दाखेरि चाहिँ हामी त्यो नक्सामा चाहिँ कत्रो हुन्छ भनेर चाहिँ हामी निकाल्न सक्छौँ। अब यसरी चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि कुनै पनि जमिनको चाहिँ नक्सा बनाउनु पर्ने छ भने चाहिँ हामीलाई चाहिँ कतिको स्केलमा बनाउँदाखेरि चाहिँ हामीलाई अट्छ भन्ने कुरा चाहिँ हामी निकाल्न सक्छौँ। त्यस्तै अब अर्को हेरौँ, नक्साको दूरी पनि थाहा छ। अर्को चाहिँ हामीलाई के छ, नक्साको दूरी पनि थाहा छ र जमिनको दूरी पनि थाहा छ। जस्तो नक्साको दूरी 2 सेन्टिमिटर छ अरे, त्यस्तै जमिनको दूरी कति छ भन्दाखेरि 50 मिटर छ। अब नक्साको दूरी पनि थाहा छ, जमिनको दूरी पनि थाहा छ। अब नक्साको दूरी र जमिनको दूरी थाहा भइसके पछाडि अब हामीले चाहिँ के गर्नु, त्यो नक्साको चाहिँ स्केल निकाल्नु पर्यो। जस्तो नक्सामा कुनै नक्सामा प्लट गरेको छ दुईटा बिन्दु बिचको, जो यो ए छ यो बी छ, यो दुईटाको नक्साको दूरी चाहिँ 2 सेन्टिमिटर हो। अब यिनीहरूको जमिनको दूरी हो 50 मिटर हो भने अब यसको चाहिँ यो स्केल चाहिँ कति होला भन्दाखेरि हामी कसरी पत्ता लगाउन सक्छौँ भन्दाखेरि यसमा पनि फर्मुला त्यही ल्याउने, स्केल बराबर के छ, म्याप डिस्टेन्स अपन ग्राउन्ड डिस्टेन्स। जस्तो अब स्केल हामीलाई थाहा छैन, जस्तो 1/x हामीलाई यसले थाहा छैन स्केल भनेको भन्यौँ, बराबर अब एमडी अथवा म्याप डिस्टेन्स भनेको कति हो भन्दाखेरि हामीलाई 2 सेमी छ, अपन ग्राउन्ड डिस्टेन्स कति हो भन्दाखेरि 50 मिटर छ। अब यसलाई हामीले सजिलो हिसाबको लागि चाहिँ के गर्न सक्छौँ भन्दाखेरि यसलाई चाहिँ हामी के गर्न सक्छौँ, सेन्टिमिटरमै लिन सक्छौँ। अब यसलाई चाहिँ के गर्छौँ, 1/x बराबर 2 सेन्टी अपन कति छ हाम्रो 50 × 100 अर्थात् 5000 सेन्टी भयो। अब हामी क्रस मल्टिप्लाई गरौँ, क्रस मल्टिप्लाई गर्दाखेरि 2x बराबर कति आयो भन्दाखेरि 5000 आयो, हो कि हैन।
अब x बराबर कति हो भन्दाखेरि चाहिँ 5000 अपन 2 हो। यो भनेको कति हो 2500 भयो। अब यसमा चाहिँ के छ भन्दाखेरि यो x भनेको 1x हो। 1x बराबर कति आयो 2500। यो भनेको हाम्रो के छ भन्दाखेरि 1:2500 के रहेछ हाम्रो यो नक्सा रहेछ भन्ने बुझ्यो। यसरी हामी चाहिँ के गर्न सक्छौँ भन्दाखेरि हामीलाई चाहिँ नक्साको दूरी थाहा छ र त्यसको जमिनको दूरी चाहिँ कति हो निकाल्न सक्छौँ। जमिनको दूरी थाहा छ र त्यसलाई नक्सामा प्लट गर्दाखेरि चाहिँ कत्रो त्यो इमेजमा हाम्रो नक्सा बन्छ अथवा नक्सामा चाहिँ त्यो डिटेल चाहिँ कत्रो आकार लिन्छ भन्ने त्यसरी निकाल्न सक्छौँ। र नक्साको दूरी पनि थाहा छ र जमिनको दूरी पनि थाहा छ भने नक्साको चाहिँ हामी स्केल पनि पत्ता लगाउन सक्यौँ। यसरी चाहिँ हामीले स्केलको चाहिँ हामीले न्युमेरिकल अलिअलि गऱ्यौँ। अब न्युमेरिकल स्केलको चाहिँ हामी अर्को दिन पनि गरौँला र तपाईँको ग्राफिकल स्केलको बारेमा पनि अध्ययन चाहिँ अर्को दिन गरौँला। आजलाई यति नै। हस्त।